सम्माननीय अध्यक्ष महोदय, सर्वप्रथम मान्यज्यूलाई प्रश्नको लागि धन्यवाद व्यक्त गर्न चाहन्छु। मान्यज्यूले राख्नुभएको प्रश्नमा म स्पष्ट बनाउन चाहन्छु कि उच्च शिक्षालाई दलगत राजनीतिबाट मुक्त गरी योग्यता प्रणालीमा आधारित शिक्षाको सुनिश्चितताका लागि विश्वविद्यालय लगायत शैक्षिक संस्थामा भएको मनोनयन खारेज गरिएको हाल 9वटा विश्वविद्यालयमा उपकुलपति नियुक्ति भइसकेको छ। त्रिवी सेवा आयोगको अध्यक्ष सदस्य लगायत अन्य उच्च पदस्थ पदाधिकारीहरूको नियुक्ति पनि भइसकेको छ र अन्य रिक्त रहेका केही संस्थाहरूमा पदपूर्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यहाँलाई म सुनिश्चित पनि गराउन चाहन्छु, सम्भवतः नेपालमा पहिलो पटक सम्पूर्ण विश्वविद्यालयमा खुला प्रतिस्पर्धा मार्फत कुनै पनि राजनीतिक हस्तक्षेप नभइकन विज्ञ टोली गठन गरेर हामीले खुला प्रतिस्पर्धाबाट उपकुलपतिहरूको नियुक्ति गरेका छौं र करिब सम्पूर्ण विश्वविद्यालयमा उपकुलपतिको पदपूर्ति भइसकेका छ र हामीले उपकुलपतिज्यूहरूलाई विश्वविद्यालयका अन्य पदका लागि रेजिस्ट्रार, रेक्टर लगायत अन्य पदका लागि पनि प्रक्रिया अगाडि सारेर हामीले जसरी पारदर्शी रूपले खुला प्रतिस्पर्धा रूपले उपकुलपतिहरू हामीले नियुक्ति गरौं त्यसरी नै गर्नुस्। त्यसमा हाम्रो कुनै पनि हस्तक्षेप छैन, तर तपाईहरुले आफ्नो भिजन मिल्ने, केमिस्ट्री मिल्ने नेतृत्व गरेर सम्पूर्ण जिम्मेवारी लिनको लागि हामीले आग्रह गरिसकेका छौं र साथै सुशासन कायम गर्न शैक्षिक वातावरण सुधार गरी सम्पूर्ण विश्वविद्यालयलाई चाहिँ वार्षिक क्यालेन्डर निर्माण गरी कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ र हालसम्म सम्पूर्ण विश्वविद्यालयले त्यो क्यालेन्डर मार्फत नै एडमिसनहरूको तालिका पनि निकालिसक्नु भएको छ र परीक्षा त्यसको नतिजा सबै चाहिँ क्यालेन्डर बमोजिम ल्याउनको लागि प्रतिबद्धता पनि सबले जनाइसक्नु भएको छ। धन्यवाद।